फेरि नमस्ते गरे अघि भिडियो बनाउँदै जाने क्रममा सामान्य प्राविधिक त्रुटिको कारणले गर्दाखेरि भिडियो रोकिन गएछ। त्यसैले फेरि मैले त्यहाँबाट कन्टिन्यू गरेँ दोस्रो भिडियोमा पुग्यो। अब अघिबाट नै भिडियो कन्टिन्यू गरेँ। जस्तो माथिको जानकारीलाई समूह सङ्केतमा लेख्नुहोस्, लेखित वर्णनात्मकमा लेख्नुहोस् भनेको थियो। त्यो अघि नै भिडियोमा गरिसकेको छ। त्यसलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् भनेको छ। भेनचित्रलाई लगभग सकिन्छ होला, तैपनि म सामान्य जानकारी दिन्छु है त। यो के भयो त हेर्नुस् त, यो यङको गोलो बनाइयो। ल यङको गोलो यहाँभित्र यङ बस्ने हो भनेर बुझ्नु पर्यो। यो भित्र यो गोलो भरिमा चाहिँ है यङ बस्नुपर्छ। अनि यो गोलो यतापट्टिको यो गोलो भरिमा चाहिँ टी बस्नुपर्छ। हेर्नुस् त, यो भागमा हेर्नुस् त, यङको गोलो बनाउँदा यति भाग चाहिँ आइसक्यो। अनि टी को गोलो बनाउँदा पनि यति भाग चाहिँ आइसक्यो। यो चाहिँ के रहेछ त भन्दाखेरि दुईटैको, ठिक छ, दुईटैको हो भनिसकेपछि अब यसलाई मैले सामान्य सङ्केत दिन्छु। यो प्रश्नमा यन यु भनेको 200 जना थियो। यन त्यसपछि के थियो त मिल्क दुधमा थियो 120 जना। त्यसपछि चियामा थियो 105 जना। त्यसपछि दुईटैमा थियो कति त, दुईटैमा थियो 25 जना। र याद गर्नुहोस्, यदि हामीलाई भेनचित्रमा भन्नुहोस् र अरू बाँकी रहेको कुराहरू पत्ता लगाउनुहोस् भनेर सोध्यो भने जहिले पनि के कुरा याद गर्नु त, हामीसँग यो भन्दा बाहेक 4वटा कुराहरू छन् कि छैन हेर्नुपर्छ। यो भन्दा बाहेक 4वटा कुराहरू है, एकदम ध्यान दिनुहोस्। पहिलो शीर्षक, अहिले यो प्रश्नको लागि पहिलो शीर्षक भनेको के छ त, दुध मन पराउने। दोस्रो शीर्षक, यो प्रश्नको लागि दोस्रो शीर्षक भनेको के छ त, चिया मन पराउने अथवा चिया पिउने। तेस्रो शीर्षक दुवै मन पराउने र यो सँगसँगै। अनि चौथो शीर्षक भनेको दुवै मन नपराउने। यो चाहिँ 4वटा चाहिँ जहिले पनि ध्यान दिनु है। एकचोटि फेरि हेर्नुहोस् त, जस्तो एबी छ भने ए बेग्लै, बी बेग्लै, ए र बी को इन्टरसेक्सन बेग्लै र ए र बी को कम्प्लिमेन्ट बेग्लै। फेरि यसलाई म नेपालीमा पनि भन्छु, ए को सङ्ख्या बेग्लै, बी को सङ्ख्या बेग्लै, दुवै मन पराउने बेग्लै र दुवै मन नपराउने। हेर्नुहोस् है, दुवै मन नपराउने पनि बेग्लै चाहिन्छ। यदि यिनीहरूमध्ये कुनै छैन भने के गर्दाखेरि हामीलाई सहज हुन्छ त, यसलाई यक्स मान्दा सहज हुन्छ। चित्रबाट पनि थाहा हुन्छ यो यङको पनि भाग हो, यङको पनि भाग हो भनेपछि यहाँ ल्याएर के गर्नु त, दुईटै मन पराउने, दुवै मन पराउने ल्याएर यहाँ भरिदिने। यति कुरा ध्यान दिनुहोस् है। दुवै मन पराउनेलाई ल्याएर यहाँ भरिदिने। कतिजना छन्? 25 जना छन्। पहिलो काम। दोस्रो काम के गर्नुहोस् त, दुईटै मन नपराउने कति छ त्यसलाई यहाँ राखिदिनुहोस्। बाहिरपट्टि यता जता राखे पनि पाइन्छ। यक्स बाहिरपट्टि भयो, ठिक छ। अब हुनु पर्यो के त, यङमा 120 हुनु पर्यो। हेर्नुहोस् त 120। अनि टीमा 105 हुनु पर्यो, 105। ठिक छ होला त यो? यसो हेर्नुहोस्, ठिक छ कि छैन? आज हामी यति बनाइसकेर यसलाई बुझेर अनि आजको भिडियोलाई अन्त्य गरेपछि एकचोटि यहाँ हेर्नुहोस्। मैले अघि नै भनेको थिएँ, यङ भित्र यङ भरिमा कति हुनुपर्छ? 120। यङ भरि भने कति त? यङ भरि भनेको यति हो। यदि यतिमा भएकोलाई हामीले गणना गर्यो भने 120 र 125 ले यहाँ कति भयो? यङ भनेको कति भयो त? 145 भयो। हेर्नुहोस् त 120 छ। अनि यहाँ यङ भरि कति भयो भने यता 25 जना गएको थियो, यता 120। भनेपछि हामीले के कुरा याद गर्ने भन्दा यङ भरिमा 120 पुग्नु पर्छ भनेपछि यहाँ 25 गइसक्यो, यहाँ पनि 25 आउँदैन। जस्तो कोही व्यक्ति चाहिँ स्कुल गएको छ भने त्यो व्यक्ति घरमा पनि बसिरहेको हुँदैन। कोही व्यक्ति पिकनिक खान गएको छ भने त्यो व्यक्ति फेरि स्कुलमा पनि बसिरहेको हुँदैन। भनेपछि जम्मा 120 जना थिए, 120 जना मध्ये 25 जना दुईटै पिउने है भनेर बिचमा गएर बसिसक्यो भनिसकेपछि ए यो 120 बाट 25 लाई हटाइदिनुहोस् र कति बाँकी रहन्छ त्यसलाई यहाँ राखिदिनुहोस्। हेर्नुहोस्, सक्नुहुन्छ सिधै 95 राख्नुहोस्, सक्नुहुन्न केही फरक पर्दैन, यसै गरी लेखिदिनुहोस्। ठिक छ।
त्यसपछि टोटल टिभरिमा हुनु पर्थ्यो 105 जना। यदि हामीले झुकिएर 105 यहाँ हाल्यो भने हुन्छ के त हेर्नुहोस् त। अब टिभरिको चाहिँ नम्बर कति भनेर हामीले गणना गर्यौँ भने 105 र 25 त 130 जना हुन्छ। भनिसकेपछि यो 25 यता आइसकेको छ, यही 105 जना भित्रको 25 जना यता गएको कारणले गर्दा -25 गर्नुहोस् 80। ठीक छ, केही न केही यसबाट थोरै मात्र भए तपाईहरुलाई सहयोग भयो होला। ठीक छ, र यसको बारेमा फर्दर जानकारी र म्याक्सिमम भएको सबै प्रश्नहरुलाई चाहिँ हामीले यसै गरी पेनचित्र बनाएर पेनचित्रबाट नै सल्भ गर्न सक्नेछौँ। त्यसको आज सामान्य सांकेतिकरण र सामान्य प्रश्नको पेनचित्रलाई प्रस्तुत गर्ने तरिका देखियो। यदि कसैलाई एकचोटि फेरि म रिपिट गरिदिन्छु है। के हुन्छ भने जान्नेले त बुझिसक्नु भयो होला, नजान्नेलाई चाहिँ एकचोटि फेरि भन्ने पाए हुन्थ्यो भन्ने पनि हुनसक्छ। सबैभन्दा पहिला के हेर्नु त हुनुपर्छ कि एकचोटि सम्झनु है। हामीसँग अहिले यति मात्रै थियो, सङ्केत गर्दा यति मात्रै थियो। अब यति मध्ये हामीले याद के गर्नुपर्छ त, भेनचित्रमा यदि हामी भन्न गइरहेका छौँ भने चारवटा चिज भनेको छौँ। चारवटा चिज के त, यमको सिङ्गल एउटा, टीको सिङ्गल एउटा। फेरि त्यो भने के त, दुध मन पराउनेको सङ्ख्या, चिया मन पराउनेको सङ्ख्या, त्यो सँगसँगै दुवै मन पराउने अथवा दुवै पिउने भनिसकेपछि दुवै नपिउने चाहिँ कति त थाहा छैन, तर त्यो यहाँनिर हामीलाई पेनचित्रमा भर्नको लागि चाहिन्छ। यदि चारवटा चिजहरू मध्ये चाहिँ कुनै एब्सेन्ट छ, त्यो छैन भने त्यसलाई मान्ने काम गरौँ, यस मानौँ। त्यसपछि ठाउँ चिन्ने काम गरौँ। यो कसको ठाउँ हो भनेर चिन्नुपर्छ हामीले। यो दुईटैको ठाउँ हो, दुईटै भनेको दुवै मन पराउने, दुवै मन पराउने भनेको इन्टरसेक्सन त्यो भएकोले इन्टरसेक्सनको मान यहाँनिर राख्नुहोस्। त्यसपछि के हुन्छ त, दुईटै मन नपराउने भनेपछि यो पनि मन नपराउने यो पनि मन नपराउने भनेपछि बाहिर गर्नुपर्छ, यहाँ राख्नुहोस्। अब यो भनेको पुरा गोलो भरिमा हुनुपर्छ कति त 120। 120 मध्ये 25 जना चाहिँ यहाँ गएर बसिसक्यो भनेपछि यो 120 मध्ये 25 गएर बस्यो, कति बाँकी रहने भयो 95। ठीक छ, त्यसपछि टी भरिमा हुनुपर्थ्यो कति त 105। 105 मध्ये 25 गइसकेको छ, त्यो 25 लाई यहाँ गरिदिनुहोस् र बाँकी हुन्छ 80। र यो सँगसँगै मैले आजको भिडियोलाई चाहिँ अन्त्य गर्ने जमर्को गर्दैछु। तपाईहरुलाई यस भिडियोबाट केही न केही सहयोग मिलेको होला भन्ने मैले आशा राखेको छु। यदि तपाईहरुलाई यसमा केही कमी कमजोरी केही त्रुटि देख्नु भयो भनेदेखि मलाई तुरुन्त सम्पर्क गर्नु होला र यसैमा कमेन्ट गरिदिनु भए पनि हुन्छ। र यदि तपाईहरुलाई आजको भिडियोले केही सहयोग गरेको छ जस्तो लाग्छ भनेदेखि मेरो फेसबुक तथा युट्युब च्यानललाई सब्स्क्राइब गरेर अरू साथीहरु समक्ष पनि यस्तो छ है सुरज पौडेल भन्ने शब्द चाहिँ एउटा सजिलोसँग म्याथ बुझ्ने भिडियोहरु आउन थालेको छ। यो 2082 को सिडीलाई लक्षित गरेर त्यसको लागि चाहिँ नछुटाइकन यो मौकाको फाइदा उठाउनको लागि चाहिँ साथीहरुलाई पनि जानकारी दिनु हुन हार्दिक अनुरोध गर्दछु। र यदि तपाईहरुले नछुटाइकन यो भिडियोहरु हेर्नुभयो भने तपाईहरुलाई ढुक्क भएर पास हुनेसम्मको वातावरण सिर्जना गर्नेछु भन्दै आजको भिडियोलाई म बन्द गर्न चाहन्छु। र भोलि हामी पेनचित्रबाट समस्याहरू समाधान कसरी गर्ने भनेर चाहिँ अगाडि बढ्नेछौँ। भिडियो अहिलेसम्म मन पराएर नछुटाइकन पुरा भिडियो हेर्नु भएकोमा सम्पूर्णलाई धन्यवाद दिँदै अहिले बिदा हुन चाहन्छु। हस्त नमस्ते, धन्यवाद।